साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरु। आई होप हजुरहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। नेक्स्ट डे नेक्स्ट ब्लगमा यहाँहरुलाई स्वागत छ साथीहरु। आज चाहिँ फर्स्ट टाइम हामी मुकबाङ गरिराखेका छौं। आज हाम्रो चाहिँ खानेकुरामा यहाँ चाहिँ हाम्रो दाल छ, यहाँ काक्रो, यहाँ खुर्सानी, यहाँ कागती, यहाँ चाहिँ आज पोर्क साथीहरु, पोर्क। यहाँ पोर्क, यहाँ छ हाम्रो बफ। त्यसपछि आज मुकबाङ गर्दै खाना खाने साथीहरु। आजको स्टार्ट हो। अलि बिस्तारै साथीहरु खाइयो। मजा आउँदा हुन्छ होला है। ल साथी खायौँ हामीले त बफ, त्यसपछि पोर्क। हामी भएछ बुङ्गुरको मासु गाइस। आज फर्स्ट टाइम मुकबाङ गरेको के कस्तो हुन्छ सुरुमा खासै जान्नेको छैन। बिस्तारै बिस्तारै यदि हजुरहरूको माया पाइयो भने यस्ता मुकबाङहरू थुप्रो लगभग सकेसम्म 30 को भ्लगहरू आउँछ। अब यो फर्स्ट टाइम हो, यो त राम्रो आउँछ। साथीहरु एकदम मिठो छ है आजको खानकी। अलिक चर्को भयो, नुन धेरै भयो। दाल चाहिँ पिउनु पर्छ। पानी हुन्छ। काँक्रो पनि डेली भ्लग गर्छु भन्छु, के कारणले गर्दा भ्लगहरू नै गर्न पाइन्न। खासै भन्दा पनि सुरुमा चाहिँ कतै गयो भने पनि मोबाइल गरेर एकदम लाज राख्ने। लाज मान्दिनँ भने लाज लागिहाल्छ। आज कमेडी नाइटमा गएको थिएँ म। आज कमेडी सो हेर्नको लागि आज त्यहाँ भ्लग गरौँ भनेको लाज लाग्यो। अनि गर्न मन पनि फेरि यहाँबाट चाहिँ म त्यहाँ गएर चाहिँ भ्लग गर्छु भने वहाँ गएपछि फेरि लाज लाग्छ। माफ गर।
कुरा गर्ने दादा तपाईहरु कहाँबाट हुनुहुन्छ कमेन्टमा तपाईहरु कता कताबाट हुनुहुन्छ कमेन्ट गर्नु है सकेसम्म हामी सानो युट्युबरहरु हामी एकले अर्कोलाई सपोर्ट गर्यो भने राम्रो हुन्छ मेरो लक्ष्य भनेको सुस्मिता जसले मलाई सब्स्क्राइब गर्नुहुन्छ सुस्मिता यहाँ सुस्मिता हाँ आज खाना पनि दामी छ साथीहरु मलाई चाहिँ दामी लाग्यो तर कस्तो लाग्यो दामी यता भन्ने हामीलाई सजिलो हुन्थ्यो दिने बेला सुवास नदिने बेला खा तिन खाले यसरी युज गर्दै र साथीहरु आज अब खाना खाने बेलामा खासै बोलिएको छैन अब युट्युबमा चाहिँ मैले फर्स्ट टाइम त्यो रियाक्सन जस्तो एउटा भिडियो बनाएको थिएँ अनि मैले चाहिँ एउटा टिकटकमा म बिहान उठ्न लागेको थिएँ ओछ्यानमै थिएँ एउटा टिकटकमा चाहिँ तपाईँले चाहिँ रियाक्सन भिडियो बनाएर पनि अरूको चाहिँ रियाक्सन भिडियो बनाएर पनि पैसा कमाउन सकिन्छ भन्ने चाहिँ मैले बिहान ठ्याक्क मेरो मोबाइलमा आयो अनि मैले त्यहीँ नै म कहीँ पनि गएको छुइनँ म ओछ्यानमै बसेर मुखहरू चाहिँ धोएर गएर ओछ्यानमै बसेर मैले एउटा रियाक्सन भिडियो बनाएँ रियाक्सन भिडियोमा चाहिँ लगभग 2 घन्टापछि हेरेको 3000 भ्युज भयो 2 घन्टापछि हेरेको 3000 भ्युज भयो अनि फेरि 1-2 घन्टापछि हेर्छु 4-5 हजारको फेरि 5-6 घन्टापछि हेरेको 9-10 हजार भ्युज भयो 9-10 हजार भ्युज भयो लगभग बिहान हालेको बेलुकासम्म चाहिँ 25 हजार जति भ्युज गयो 25 हजार भ्युज गयो बिहान फेरि उठेर हेरेको 30 हजार गएको रहेछ अनि त्यसपछि 31 हजार भ्युज गयो 31 हजार पुग्यो 31 हजारबाट चाहिँ त्यसपछि भ्युज गएन अनि अरूहरूमा पनि त्यसै गरी भिडियो चाहिँ इन्डियाको त्यो कमेडियनहरूको क्लब गरेर हालेको भिडियोमा चाहिँ त्यति भ्युज गयो भाइले चाहिँ खाना हाल गइसक्यो अब हामी बुढाबुढी जान्छौँ अनि जस मैले रियाक्सन भिडियोहरू हालेर यसो कतिको भ्युज आउँदैछ भनेर चाहिँ मैले चेक गरेको भ्युज राम्रै गएको थियो कुनैमा 8.5 हजार 31 हजार
जब 2-3 हजार भ्युजहरू गइरहेको थियो अनि मैले अब सोचेँ आफै सुरु गर्छु। अरूको भन्दा पनि मेरो आफ्नै बनाएर चाहिँ हाल्छु भनेर हालेको। त्यति साह्रो 3,000 भ्यू त गएन, अझै बाँकी छ त बिस्तार बिस्तार जाला। फाइनल साथीहरू खानाहरू पनि खाइसकिन लाग्यो। आज अब त्यति साह्रो बोल्दैन, आज अब सबैजना बोल्न लगाइयो। फर्स्ट टाइम चाहिँ मुकबाङ भएर होला। साथीहरू हामी भिडियोको अन्त्यमा पनि आइपुग्यौँ। अन्त्यमा म के भन्न चाहन्छु भने यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब पनि गर्न नबिर्सिनु होला साथीहरू। जय नेपाल, भेटौँला। जय नेपाल।